धर्मको थलो हो कि शक्ति सञ्चयको अखडा? मस्जिद र मदरसा इबादतको ठाउँ हो कि राजनीतिक प्रभावको केन्द्र? अनि विदेशी दार्थ संस्था मानव सेवाका लागि मात्रै नेपालमा छन् कि त्यसको आडमा अन्तर्राष्ट्रिय स्वार्थ पनि पूरा गरिरहेका छन्? यी प्रश्न आज कुनै चिया पसलको गफ होइनन्। प्रतिनिधि सभादेखि राजनीतिक मञ्चसम्म उठेका गम्भीर राष्ट्र प्रश्न अनि मुद्दा हुन्। प्रतिनिधि सभामा राम बहादुर थापा बादलले गुम्बाभित्रको गतिविधिमाथि गम्भीर अनि संवेदनशील प्रश्न उठाएका छन्। यसअघि सांसद ज्ञानेन्द्र शाहीले तिब्बत र फ्री तिब्बत पक्षधर गतिविधिबारे सरकारको ध्यानाकर्षण गराएका थिए। अभिनेता दुर्गा प्रसाईले त दलाई लामाको उत्तराधिकारी नेपालबाट नै तयार पारिने सम्मका दावी गरिरहेका छन्। यति बेला उनले दलाई लामाको उत्तराधिकारी बनाउन नेपालका गुम्बामा तयारी भइरहेको दावी गरेका छन्। यो झन गम्भीर अनि संवेदनशील मुद्दा समेत हो। अर्थात् कुरा नयाँ होइन, आरोप पुरानो छ, प्रश्न पुरानो छ, तर सरकारको जवाब सही कहाँ छ? गुम्बामाथि हतियारको आरोप छ, मस्जिद र मदरसामाथि पनि त्यस्तै आरोप छन्। विदेशी प्रभावको कुरा छ, विदेशी संस्थाको राजनीतिक गतिविधिको कुरा छ, विदेशी फन्डिङको कुरा छ, अनि केही अन्तर्राष्ट्रिय संस्थामाथि समेत संसदमा प्रश्न उठेका छन्। तर सत्य के हो भनेर छानबिन गर्ने जिम्मेवारी राज्यको हो कि सामाजिक सञ्जालको? आजको यो रिपोर्टमा हामीले उठेका आम नागरिकको गम्भीर चासो अनि सरोकार रहेको 3 मुद्दाका विषयमा चर्चा गर्नेछौँ। पहिलो, गुम्बा; दोस्रो, मस्जिद र मदरसा; तेस्रो, विदेशी दार्थ संस्था। सुनौ यो विशेष रिपोर्ट। गुम्बामाथिको आरोप आजको होइन। 2078 फागुन 20 गते काठमाडौँमा आयोजित कार्यक्रममा तत्कालीन नेकपाका नेता ऋषि कटेलले नेपालका अग्ला डाँडामा बनाइएका केही गुम्बामा हतियार सहित दलाई लामाका प्रतिनिधि राखिएको दावी गरेका थिए। त्यो दावी सत्य हो कि होइन राज्यले प्रमाण सहित भन्नुपर्ने विषय हो। प्रश्न सिधा छ, कटेलले भनेका ती गुम्बा कुन थिए? त्यहाँ छानबिन भयो कि भएन? हतियार भेटियो कि भेटिएन? यदि भेटिएन भने सरकारले आरोप गलत हो भनेर सार्वजनिक गर्यो कि गरेन? अर्कोतर्फ नरेन्द्र जङ्गो पिटर लगायतले तिब्बती शरणार्थी क्याम्प, गुम्बा र फ्री तिब्बत गतिविधिबारे प्रश्न उठाएका छन्। यहाँ फेरि एउटा कुरा स्पष्ट हुनुपर्छ, आरोप लाग्दैमा प्रमाण हुँदैन। तर आरोप गम्भीर छ भने छानबिन नगरी त्यसलाई हावामा पनि छाड्न मिल्दैन। कपनको स्याल्पा गुम्बामा हतियार लुकाइएको हल्ला समेत चलेको थियो, हतियार भेटिएन। त्यसपछि प्रश्न, सूचना कहाँबाट आयो? सुरक्षा निकायले के अनुसन्धान गर्यो? त्यो अनुसन्धानको प्रतिवेदन कहाँ छ? किनकि हल्ला गलत हो भने गलत प्रमाणित गर, सही हो भने प्रमाण सहित कारबाही गर। बीचमा बसेर मौन रहने हो भने शंकाको खेती कसले रोक्छ? कथा गुम्बामै सकिँदैन। सुनसरी सहित तराईका विभिन्न जिल्लामा धार्मिक तनाव र हिंसाका घटनापछि मस्जिद तथा मदरसामा हतियार थुपारिएको, बाह्य प्रभाव रहेको र धार्मिक स्थललाई राजनीतिक गतिविधिको केन्द्र बनाइएको आरोप पनि पटक पटक सार्वजनिक भएका छन्। अब यहाँ पनि उही प्रश्न, कुन मस्जिदमा, कुन मदरसा, कहिले खोजी भयो, के बरामद भयो, अनुसन्धानले के भन्यो? यदि प्रमाण छैन भने सम्पूर्ण धार्मिक समुदायमाथि शंकाको बादल किन? र प्रमाण छ भने कारबाही किन भएन? राज्यको मापदण्ड एउटै हुनुपर्छ, गुम्बा होस्, मस्जिद होस् वा मद्रसा होस्। धार्मिक स्थलको नाममा गैरकानुनी गतिविधि भएको छ भने कारबाही हुनुपर्छ। किनकि आजको झुटो आरोप भोलिको साम्प्रदायिक बारुद बन्न सक्छ। अब आउँछ अझ संवेदनशील प्रश्न, विदेशी पैसा। सरकार र सत्तारूढ दलका तर्फबाट समेत केही अन्तर्राष्ट्रिय संस्थाको गतिविधि, फन्डिङ र नेपालमा उनीहरूको प्रभावबारे संसदमा प्रश्न उठाइएको विषय सार्वजनिक बहसमा आएको छ। प्रश्न संस्थाको नाम मात्र होइन, प्रश्न हो नेपालमा पैसा कहाँबाट आयो, कुन संस्थाले ल्यायो, कुन परियोजनामा खर्च भयो, कुन संस्थाले कुन स्थानीय संस्था वा धार्मिक संस्थालाई पैसा दियो, त्यो पैसा कहाँ खर्च भयो र त्यसको अन्तिम लाभग्राही को हो?
यही ठाउँमा सन्दुक रोहितसँग जोडिएका अन्तर्राष्ट्रिय संस्थाको विषय पनि विपक्षी तथा आलोचकहरूले उठाइरहेका छन्। जेन्जी विद्रोहपछि देशको राजनीतिमा उदाएका सुदन गुरुङ र डाक्टर सन्दुक रोहितको निकटता सार्वजनिक भएपछि रोहित समेत शंकाको दायरामा तानिन पुगेका छन्। विपक्षीले बारबरा सहितका पश्चिममा संस्थाको लगानीमा देशमा हिंसात्मक आन्दोलन गराइएको आरोप लगाउन थालेपछि शंकाको सुई चिकित्सक रोहित तर्फ पनि सोचिएको छ। यति बेला डाक्टर रोहितको अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रमा लामो सहकार्य रहेको तथ्य सार्वजनिक छ। क्योर ब्लाइन्डनेस प्रोजेक्ट र फ्रेड हलोज फाउन्डेसनसँग दशकौंदेखिको सहकार्य रहेको सम्बन्धित संस्थाहरूले नै उल्लेख गरेका छन्। अ न्यू भिजन सिंगापुरले पनि डाक्टर रोहितलाई आफ्नो संस्थापक निर्देशकका रूपमा उल्लेख गरेको छ र नेपाल सहित विभिन्न देशमा आँखा उपचार सम्बन्धी काम गरेको बताइएको छ। त्यसैगरी तेज कोली र रोहित फाउन्डेसनको स्थापना 2021 मा भएको सार्वजनिक विवरण छ। अब आलोचकहरूले प्रश्न उठाइरहेका छन्, यी अन्तर्राष्ट्रिय संस्थाको नेपालमा वास्तविक फन्डिङ संरचना के हो? कसले कति पैसा दिन्छ? कुन संस्था मार्फत पैसा नेपाल आउँछ? कुन परियोजनामा खर्च हुन्छ? त्यसको लेखा परीक्षण कसरी हुन्छ? र अझ संवेदनशील प्रश्न, फन्डिङको अन्तिम गन्तव्यसम्म राज्यको निगरानी पुगेको छ कि छैन? यही क्रममा विपक्षी तथा आलोचकहरूले सुदन गुरुङ र डाक्टर सन्दुक रोहित बीचको निकटता तथा अन्तर्राष्ट्रिय संस्थासँगको सम्बन्धबारे समेत प्रश्न उठाइरहेका छन्। तर यहाँ पनि स्पष्ट हुनुपर्छ, निकटता हुनु आफैमा अपराधको प्रमाण होइन। कुनै अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्नु पनि आफैमा गैर कानुनी होइन। प्रश्न त्यति बेला गम्भीर हुन्छ जब सार्वजनिक पद, राजनीतिक प्रभाव र विदेशी फन्डिङ एउटै सञ्जालमा जोडिएको आशंका उठ्छ। त्यसैले राज्यले प्रश्नको उत्तर दिनुपर्छ। कुन सम्बन्ध व्यक्तिगत हो? कुन संस्थागत हो? कुन फन्डिङ सरकारी स्वीकृतिमा आएको हो? कुन रकम कहाँ खर्च भएको हो? र राजनीतिक निर्णयमा विदेशी संस्थाको कुनै प्रभाव छ कि छैन? अर्को नाम पनि सार्वजनिक बहसमा आउँछ, भिजन तिब्बत। यस संस्थामाथि फ्री तिब्बत पक्षधर गतिविधिसँग सम्बन्धित रहेको आरोप आलोचकहरूले लगाउँदै आएका छन्। तर आरोप र प्रमाण फरक कुरा हुन्। त्यसैले राज्यले प्रमाणित गर्नुपर्छ नेपालमा यसको गतिविधि के हो, कसले फन्ड गर्छ, कससँग सहकार्य गर्छ, कुन परियोजना सञ्चालन गर्छ, राजनीतिक गतिविधि गर्छ कि गर्दैन। त्यसैगरी क्योर ब्लाइन्डनेस प्रोजेक्ट, फ्रेड हलोज फाउन्डेसन, अ न्यू भिजन सिंगापुर, अपरेसन रिस्टोर जोय, न्यू भिजन सिंगापुर, तेज कोली र रोहित फाउन्डेसन लगायतका अन्तर्राष्ट्रिय संस्थासँग नेपालमा जोडिएका कार्यक्रम र फन्डिङको पारदर्शिता पनि हेर्नुपर्ने माग उठिरहेको छ। यी मध्ये धेरै संस्थाको सार्वजनिक परिचय स्वास्थ्य तथा दृष्टि उपचारसँग सम्बन्धित छ। उदाहरणका लागि क्योर ब्लाइन्डनेस प्रोजेक्टले नेपालमा तिलगङ्गासँग सहकार्य गर्दै आएको सार्वजनिक रूपमा उल्लेख गरेको छ। त्यसैले प्रश्न संस्थाको मानवीय काममाथि होइन, प्रश्न हो नेपालमा आउने प्रत्येक विदेशी रकमको अन्तिम हिसाब पारदर्शी छ कि छैन। अब अर्को संवेदनशील प्रश्न, आलोचकहरूले प्रश्न उठाइरहेका छन्, फन्डिङमा जोडिएका भनिएका संस्थाको पैसा नेपालका कुन स्थानीय संस्थासम्म पुग्यो? फुलारी गुम्बा, सेतो गुम्बा, कपन गुम्बा वा अन्य धार्मिक तथा सामाजिक संस्था? यदि विदेशी पैसा कुनै गुम्बामा आएको छ भने कुन संस्थाबाट आयो, कति आयो, कुन प्रयोजनका लागि आयो, कसरी खर्च भयो, लेख परीक्षण भयो कि भएन? यिनै प्रश्न मस्जिद र मदरसामा पनि लागू हुनुपर्छ। कुनै धार्मिक संस्थालाई विदेशी पैसा आएको छ भने धर्म हेरेर होइन, कानुन हेरेर जाँच गर्नुपर्छ। नेपालको भू राजनीतिक संवेदनशीलता सबैलाई थाहा छ। तिब्बत, चीन, भारत, अमेरिका, पश्चिमी मुलुक, नेपालको भूगोल नै यस्तो छ। यहाँ धार्मिक, सामाजिक र मानवीय गतिविधि समेत भू राजनीतिक चासोबाट पूर्ण रूपमा अलग छन् भनेर आँखा चिम्लन मिल्दैन। फ्री तिब्बत अभियान आफैले तिब्बतलाई स्वतन्त्र बनाउनु पर्ने आफ्नो राजनीतिक लक्ष्य सार्वजनिक रूपमा राखेको छ। तर त्यसको अर्थ नेपालका सबै तिब्बती संस्था वा गुम्बा त्यही राजनीतिक अभियानका अङ्ग हुन् भन्ने होइन। त्यसैले राज्यले कुन संस्था धार्मिक हो, कुन माननीय हो, कुन राजनीतिक हो, कुन विदेशी फन्डिङमा चल्छ, कुन गतिविधि नेपालमा कानुनी छ, कुन गतिविधिले नेपालको कानुन उल्लङ्घन गर्छ, छुट्याउनु पर्छ।
सबैभन्दा ठूलो प्रश्न सरकार किन मौन छ? गुम्बामाथि प्रश्न छ, मस्जिदमाथि प्रश्न छ, मदरसामाथि प्रश्न छ, विदेशी फन्डिङमाथि प्रश्न छ, अन्तर्राष्ट्रिय संस्थामाथि प्रश्न छ, फ्री तिब्बत गतिविधिमाथि प्रश्न छ। तर सरकारको स्पष्ट जवाफ कहाँ छ? आरोप सही हो भने प्रमाण देखाऊ, आरोप गलत हो भने आरोप गलत हो भनेर तथ्य सहित भन। तर मौन बसेर शंका बढाउने काम नगर, किनकि सामाजिक सञ्जालले अहिले आफ्नो अदालत चलाइरहेको छ। एक समुदायले अर्को समुदायलाई शंकाको आँखाले हेर्न थालेको छ। धर्म कमजोर हुँदैछ, अविश्वास बलियो हुँदैछ र यही अविश्वास भोलिको धार्मिक द्वन्द्वको बारुद बन्न सक्छ। सरकारले चाहे अधिकार सम्पन्न छानबिन समिति बनाओस् वा सम्बन्धित सुरक्षा निकायलाई जिम्मा दियोस्, तर छानबिन हुनुपर्छ। गुम्बाको, मस्जिदको, मदरसाको, विदेशी फन्डिङको, अन्तर्राष्ट्रिय संस्थाको, स्थानीय संस्थासँगको पैसाको सम्बन्धको र राजनीतिक गतिविधिको खोजिनु पर्छ। कुन संस्थामा कति विदेशी पैसा आयो, कुन बाटोबाट आयो, कहाँ खर्च भयो, कुन गुम्बा वा धार्मिक संस्थासम्म पुग्यो, कुन संस्थाले कसलाई सहयोग गर्यो, कुन परियोजनामा राजनीतिक गतिविधि भयो र नेपालको राष्ट्रिय हितमा कुनै बाह्य प्रभाव परेको छ कि छैन। अब सरकारसँग सीधा प्रश्न, गुम्बामाथि लागेको हतियारको आरोपको छानबिन कहिले? मस्जिद र मदरसामाथि लागेका आरोपको छानबिन कहिले? विदेशी संस्थाको फन्डिङको सम्पूर्ण हिसाब सार्वजनिक कहिले? अन्तर्राष्ट्रिय संस्थाले नेपालमा गरेको गतिविधिको निगरानी कसले गरिरहेको छ? फुलारी, सेतो, कपन लगायत गुम्बासँग जोडिएको विदेशी फन्डिङको वास्तविकता के हो? सन्दुक रोहितसँग जोडिएका अन्तर्राष्ट्रिय संस्थाको नेपालमा आउने रकमको हिसाब कहाँ छ? र राजनीतिक प्रभाव र विदेशी फन्डिङ बीच कुनै सम्बन्ध छ कि छैन? यी प्रश्न कसैलाई दोषी ठहर गर्न उठाइएका होइनन्, तर यति गम्भीर प्रश्न उठिसकेपछि छानबिन नगर्नु चाहिँ राज्यको कमजोरी हो। गुम्बा होस् वा मस्जिद, मदरसा होस् वा विदेशी दार्थ संस्था, कानुन एउटै हुनुपर्छ, मापदण्ड एउटै हुनुपर्छ, छानबिन एउटै हुनुपर्छ। मानवीय सेवा गर्ने संस्थालाई अनावश्यक बदनाम गर्नु हुँदैन, तर विदेशी पैसा र राजनीतिक गतिविधिको आडमा राष्ट्रिय हित प्रभावित भएका प्रमाण भेटिए कारबाही हुनै पर्छ र प्रमाण छैन भने हल्लाको राजनीति पनि बन्द हुनुपर्छ। किनकि धर्मको नाममा राजनीति होस् वा विदेशी पैसाको नाममा प्रभाव, नेपालमा कानुन भन्दा माथि कोही हुनु हुँदैन। आज सरकार मौन बस्यो भने आजको शंका भोलिको साम्प्रदायिक द्वन्द्व बन्न सक्छ। त्यसैले सरकार आरोप सही हो भने प्रमाण देखाऊ, कारबाही गर। आरोप गलत हो भने प्रमाण देखाऊ, आरोपको पर्दाफास गर। तर गुम्बा, मस्जिद र विदेशी दार्थ संस्थालाई शंकाको बादलमा छाएर राजनीति गर्ने बाटो नखोल। प्रश्न गम्भीर छन्, अब जवाब राज्यले दिनुपर्छ।